तेरो रोनाल्डोले नेपाललाई चिनेको पनि छैन होला भनेर भन्छ कि अनि यो तलपट्टिको चाहिँ के तेरा बाउ हो तेरा बाउले यत्रो धेरै रेकग्नाइज गरेर चाहिँ के नेपाललाई सपोर्ट गरे होला हैन नेपालमा अर्थक्वेक आएको बेलामा पनि त्यत्रो डोनेसन गरेको छ नेपाललाई त्यत्रो हेल्प गरेको छ अनि रोनाल्डो रियल मैड्रिडमा भएको बेला नेपाललाई चाहिँ सपोर्ट देखाएर चाहिँ नेपालको नाम राखेर हैन टी-शर्ट लाएर पनि रियल मैड्रिडको म्याच हुनुभन्दा अगाडि चाहिँ स्टेडियममा उभिएको छ के तेरो मेसीले गरे हे अहिलेसम्म तेरो मेसीले देखाएको छ सपोर्ट तेरो मेसीले चाहिँ चिन्दैन के नेपाललाई बुझिना त्यही माथि नै अर्को कुरा अर्जेन्टिनामा चाहिँ नेपालीहरुलाई मन पनि पराउँदैन र नेपालीहरु अर्जेन्टिना जान पनि पाउँदैन नेपालीहरु ब्यान छ त्यहाँनिर अर्जेन्टिना त्यो देश हो जहाँनिर चाहिँ हाम्रो नेपालको चाहिँ झण्डा जलाउँछ के म्याच ह्याक्ने कसलाई कुन चाहिँ प्लेयर मन पर्छ भन्ने कुराले केही फरक परेन के त्यो कुराले बुझिस नि अब तिनीहरु यसरी नै कम्प्यारिजन गर्छस् भने रोनाल्डोले नेपाललाई चिन्छ बुझिस नि कुरा तर तेरो मेसीले चाहिँ चिन्छ चिन्दैन एकचोटी गएर तेरो मेसी दाइलाई सोधेर आइजे हैन तिनीहरुलाई चाहिँ रोनाल्डो किन यति धेरै मन पर्छ भनेर यदि तिनीहरुले कारण सोच्छस् भने कारण हजारौं छ के हामी तिनीहरुलाई गनी गनी हजारौं कारण दिन सक्छौं तर सबभन्दा ठूलो कारण यो पनि हो के रोनाल्डो इज द बेस्ट प्लेयर इन द वर्ल्ड यो पनि हो रोनाल्डोले चाहिँ नेपाललाई परेको बेला हेल्प पनि गरेको छ इज अ भेरी काइन्ड हार्टेड पर्सन हैन अनि रोनाल्डोले नेपाली र नेपाललाई चिन्छ पनि अनि आजको दिनमा पोर्चुगलमा चाहिँ कति धेरै नेपालीहरु छ त्यहाँ बसेर काम गरिरहेको छ त्यही बसेको छन् भन्ने तेरो रोनाल्डोले नेपाललाई चिनेको पनि छैन होला भनेर भन्छ कि अनि यो तलपट्टिको चाहिँ के तेरा बाउ हो तेरा बाउले यत्रो धेरै रेकग्नाइज गरेर चाहिँ के नेपाललाई सपोर्ट गरे होला हैन नेपालमा अर्थक्वेक आएको बेलामा पनि त्यत्रो डोनेसन गरेको छ नेपाललाई त्यत्रो हेल्प गरेको छ अनि रोनाल्डो रियल मैड्रिडमा भएको बेला नेपाललाई चाहिँ सपोर्ट देखाएर चाहिँ नेपालको नाम राखेर हैन टी-शर्ट लाएर पनि रियल मैड्रिडको म्याच हुनुभन्दा अगाडि चाहिँ स्टेडियममा उभिएको छ के तेरो मेसीले गरे हे अहिलेसम्म तेरो मेसीले देखाएको छ सपोर्ट तेरो मेसीले चाहिँ चिन्दैन के नेपाललाई बुझिना त्यही माथि नै अर्को कुरा अर्जेन्टिनामा चाहिँ नेपालीहरुलाई मन पनि पराउँदैन र नेपालीहरु अर्जेन्टिना जान पनि पाउँदैन नेपालीहरु ब्यान छ त्यहाँनिर अर्जेन्टिना त्यो देश हो जहाँनिर चाहिँ हाम्रो नेपालको चाहिँ झण्डा जलाउँछ के म्याच ह्याक्ने कसलाई कुन चाहिँ प्लेयर मन पर्छ भन्ने कुराले केही फरक परेन के त्यो कुराले बुझिस नि अब तिनीहरु यसरी नै कम्प्यारिजन गर्छस् भने रोनाल्डोले नेपाललाई चिन्छ बुझिस नि कुरा तर तेरो मेसीले चाहिँ चिन्छ चिन्दैन एकचोटी गएर तेरो मेसी दाइलाई सोधेर आइजे हैन तिनीहरुलाई चाहिँ रोनाल्डो किन यति धेरै मन पर्छ भनेर यदि तिनीहरुले कारण सोच्छस् भने कारण हजारौं छ के हामी तिनीहरुलाई गनी गनी हजारौं कारण दिन सक्छौं तर सबभन्दा ठूलो कारण यो पनि हो के रोनाल्डो इज द बेस्ट प्लेयर इन द वर्ल्ड यो पनि हो रोनाल्डोले चाहिँ नेपाललाई परेको बेला हेल्प पनि गरेको छ इज अ भेरी काइन्ड हार्टेड पर्सन हैन अनि रोनाल्डोले नेपाली र नेपाललाई चिन्छ पनि अनि आजको दिनमा पोर्चुगलमा चाहिँ कति धेरै नेपालीहरु छ त्यहाँ बसेर काम गरिरहेको छ त्यही बसेको छन् भन्ने